नमस्कार। हजुरहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। मेरो कपाल पनि भूतको जस्तै निस्किसकेको छ, त्यही पनि ननुहाए। बिहानै उठेर अब म धेरै दिन महिना पछाडि मेरो ब्लगहरु आउँदैछ। मेरो कार्यव्यस्तता अथवा कारणवश अथवा केही काम विशेष परेको कारणले गर्दा मैले ल्याउनु पाइनँ। मेरो वाच टाइम पुरै घटेर लो डाउनमा पुगेको छ। हजुरहरु सबैले सपोर्ट गरिदिनु होला, मलाई सहयोग गरिदिनु होला। मेरो कारणले गर्दा केही कारणहरूले मैले ब्लगहरु हेर्न पाइनँ। हजुरहरु सबै सन्चै हुनुहुन्छ होला। हजुरहरुलाई नमस्कार, सबैजनालाई नमस्कार। जहाँ जहाँ बस्नुभएको छ, छरेर देश तथा विदेशमा छरेर बस्नुभएको मेरा सम्पूर्ण मेरा साथी आफन्तहरूलाई नमस्कार भन्दै म फेरि सुचारु गर्न आँटिरहेको छु है त। पछाडि पुरै मेरो ब्याकग्राउन्डमा पुरै स्वरहरु नानीहरु बच्चाहरु कराएको आएको छ, माफ गरिदिनु होला है त। नानी नकराउन एकछिन, अलि सानो स्वरले बोल न। छुट्टी छ है, त्यही पनि सहनै पर्यो। तेली खोला आयो, तेली खोला गाडी पनि चल्दैछ। त्यो बाटो छ हाम्रो। कस्तो रनिङ हेर्नु है। हामी गएको बेलुकादेखि यता लाग्दैछौँ। देखेको यहाँ हेर्नु न, यहाँ हेर्नु न बाटो कस्तो राम्रो देखिन्छ। अनि हाल्नुपर्छ नि चिनो त राख्नु परेन त। मौका पो त एउटा यो त बाटो धेरै राम्रो। होला काकीलाई गाउँको घर गाउँको याद आइसक्यो हाम्रो काकीलाई। हेर्नु है, अघि त खिच्न पनि सकिएन, अहिले त लु हेर्नु है सबैजनाले। लाइभ हालेको नि। कहाँ पुगे छोरा छोरी बुढा बुढी
बुवा काका सबै भन्नुहुन्छ नि त भनेर आपटारी अरे लु यहाँ यो ठाउँ आपटारी अरे आफै यहाँ हेर्नु त गाई सबै आफै यहाँ यता हेर्नु न अब कति रहेछ स्वर्गीय नि यताको मान्छेलाई त हो आपटारी अरे के एउटा अरे गाह्रो हुँदो रहेछ यतापट्टि भनिन्छ नि मधेसलाई पाहाडले कतै जितेको छ हाम्रो यहाँ आउँदै थियौँ हामीले बाटोमा ब्लक भएर ढुङ्गा यस्तो झारेर यहाँ सबैजना ओसार्दै हुनुहुन्छ पन्साउँदै हुनुहुन्छ सहयोग गर्नुपर्ने छोड्नु न यहाँ यस्तरी त्यत्रो सक्नुहुन्न त्यति धेरै नगर्नु न त्यत्रो त त्यत्रो होइन भाइ सानो सानो गर्नु त्यत्रो नगर्नु न तिनीहरू त फुटाएर अहिले हाम्रो गाडी चाहिँ धेरै जानु हुँदा त छिटै हुँदो रहेछ नि त हैन यहाँ हामी चाहिँ गाडीभित्र पनि हुनुहुन्छ यस्तो बाटो पार गरेर हामी आएका छौँ यस्तो बाटो पार गरेर हेर्नु टाढा टाढा हामी आएका छौँ यहाँ बाटो कहिले सोरिसक्नु यत्रो सक्न आँटी त हाल्नु पो हेर न त्यत्रो कति धेरै चट्टान खनेर बनाएको यता उ पनि खिचेर हेर न खिचिदिएको छु त मैले अहिले गरिदिएको छु 20 मिनट सेकेन्ड हेर्नु त श्रमदान है यो चाहिँ यसलाई श्रमदान भनिन्छ श्रमदान चाहिँ हो यत्रो यत्रो यहाँ हेर्नु त ढुङ्गा गाना जान्छ है फेरि लु मैले तपाईँको मेरो युट्युब च्यानलमा आउने भयो अब लु यो चाहिँ हाम्रो रमेश बाबु र ज्वाइँ साहेबले एकदम श्रमदानलाई उपयोग गर्नुभयो यता हरि ज्वाइँ हुनुहुन्छ भिनाजु उता कान्छा अङ्कल पनि उता सघाएको हुनुहुन्छ यो स्कुलमा उहाँको मन्दिर पनि गर्छ हामी पनि यता आइपुग्यौँ घर मोमसोनजयको घरमा आइसक्यौँ दिपा मैयाको आइपुग्यौँ यो बोक्नु त काकी भिडियो गरेर हाल्दा मात्रै सकिँदैन यो लामो छ कि क्यापकटबाट गरिदिनुपर्छ नि त घरे कस्तो राम्रो देखिएको मौवा बजारको के पो यो भोलिको मेला होइन मेला त उता तल लाग्छ यता लाग्दैन तर यो पनि त प्रदर्शन त गरेको हो नि त बाफ्रे कस्तो राम्रो नि बनाएको बजार त रहेछ नि त अनि वारपार अनि सबै भएको हजुर अनि नमस्ते त गर्नु त पर्यो त अनि नवीन बाबुको गाउँ हामी यता सीता दिदी एकदम ए यो यहाँ क्लिनिक रहेछ नि कत्रो ठुलो रहेछ नि ए नमस्ते नवीन बाबु पढ्नु भएको स्कुल यो एसएलसी
पुण्य श्रद्धाञ्जली भन्नुभएको छ त अनि अब के गर्नु त्यस्तै पर आएर मलाई तिमीले के मेलाको यो आकर्षक नै यही हो क्या मौवाको खास भने अहिले होइन बाबु तपाईँहरूले अस्ति कसरी खिचेर लाउनु भयो बाइकमा हिँडेर हो त्यही त अनि मलाई त्यस्तै लाग्यो अब उयो किन्नु नि एउटा तपाईँहरू त आफ्नै आफ्नै नै सबै सबै इन्फेक्सन हो क्या यो चिसो मलाई बोलाउनु न ल सर यहाँ चिन्नु भएन है क्या मामाले स्कुल श्री एकाडेमी इङ्ग्लिस बाई बाई नानी बाई भन्दै बाबु बाई भनेर आऊ न जाऊ साथी बहिनीलाई जाऊ बा बहिनी बहिनी बाई बाई स्काई उयसमा हेर्न भेलेटारको भेलेटार Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ